मेरो भिडियोको सुरुवात हुन्छ मर्निङदेखिबाट गाइस र मलाई चाहिँ मर्निङबाटै भिडियो बनाउन चाहिँ राम्रो लाग्छ अब र म चाहिँ अब स्टार्ट नै मर्निङदेखिबाटै गर्छु र हेलो एभ्रिवान नमस्ते हजुरलाई स्वागत छ फेरि पनि मेरो एउटा न्यू ब्लगमा हजुर चाहिँ सन्चै हुनुहुन्छ भनेर आशा गर्दैछु गाइस। अनि हेर्न सक्नुहुन्छ त्यतिर चाहिँ बुनु स्कुल जानको लागि रेडी भइसकिन् र आज शनिबारको दिन पनि थियो र हेर्नु न हाम्रो चाहिँ ग्यास खत्तम भएको रहेछ र मलाई त थाहा पनि भएको थिएन, दिदीलाई पनि त्यति थाहा नै थिएन अब र हिजो त राम्रै बोलिरहेको थियो र आज सकेछ। अनि त्यहाँपछि मैले चाहिँ फटाफट चौका बाल्यो अरे बुनुलाई चाहिँ खानासाना बनाएर अनि यतातिर हेर्न सक्नुहुन्छ बुनुको लागि चाहिँ मैले टिफिन तयार गरेँ र बुनु चाहिँ शनिबार केही त्यस्तो चिजहरू लान्न, खालि अब बुटहरू भिजाएका भयो भने लान्छन् अनि यता फ्रुटहरू चाहिँ लान्छन् र त्यसैले मैले चाहिँ यतातिर रेडी गरिदिएँ र यो चिनिया मैले निकालेको गाइस होइन भनौँ त, किनभने अब फ्रुटहरू पनि कहिलेकाहीँ खानुपर्छ नि त होइन भनौँ त। र त्यसैले मैले चाहिँ बुनुको लागि यतातिर अनि टिफिन तयार गरेर बुनुलाई चाहिँ स्कुल पठाएँ। त्यसपछि यतातिर दादाले आम बेत्तै ल्याउनु भएको रहेछ यहाँ चाहिँ दाजुले, अनि हामीले बुनुका लागि चाहिँ आम राख्यो नि बेत्तै। अब घरमा ल्याएपछि त अब के चिज ल्याएको वस्तु होइन आम देखा पनि त गर्नु भएन नि त ल्यायौँ अरे अनि यता हेर्न सक्नुहुन्छ त्यो दादालाई पनि जुसहरू दिउँ अरे अनि कस्तो गर्मी लागिरहेको थियो नि त अनि यतातिर हामीले पनि जुसहरू खायौँ अरे हेर्न सक्नुहुन्छ। अनि गाइस बुनुको नि छुट्टी भयो स्कुल अनि बुनु चाहिँ आएन अनि बुनु चाहिँ यतातिर हेर्न सक्नुहुन्छ म्यागी खान्छु भन्न थाल्यो अनि बुनु चाहिँ यतातिर म्यागीको तयारी गर्दैथिन् अनि मैले म्यागीहरू बनाइदिएँ बुनुलाई अनि बुनु चाहिँ यतातिर हेर्न सक्नुहुन्छ मोबाइल हेरी खाइरहेछन्। हुन्छ त गाइस आजको लागि यति नै छ भिडियो।